राजावादीहरूको आन्दोलन चर्कदै जाँदा पछिल्लो समय नेपाली सेनालाई पनि चर्चा र विवादमा ल्याउन थालिएपछि जङ्गी अड्डाले मुख खोलेको छ। नेपाली सेनाले वर्तमान संविधानप्रति प्रतिबद्धता समेत व्यक्त गरेको छ। बुधबार एक सार्वजनिक अनुरोध पत्र मार्फत सेनाले नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताका लागि संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न कटिबद्ध रहेको स्पष्ट पारेको छ। राजनैतिक विवादमा सेनालाई मुस्न खोजिएको गुनासो गर्दै सेनाले भनेको छ, विगत केही दिन यता विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जाल मार्फत नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टीका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरू मार्फत सार्वजनिक गर्दै आएको छ। सम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू मात्रै सम्प्रेषण गर्न पनि सम्बद्ध सबैमा नेपाली सेनाले आग्रह गरेको छ।